तपाईहरुको बीचमा फेरि पनि यो सुन्दर बिहानी प्रार्थनाको लागि आइसकेको छु अनि सबैजनालाई प्रभु येशू ख्रीष्टको नाममा जय मसीह। अनि तपाईहरुलाई परमेश्वरले प्रशस्त मात्रामा आशिष र अनुग्रह गर्नुभएको होस्। अनि आज पनि म प्रार्थना बिमारीहरुको लागि म प्रार्थना गर्न आइसकेको छु। जो चाहिँ बिमारी भएर ओछ्यानमा हुनुहुन्छ, जो चाहिँ अब मेरो अब म चाहिँ बाँच्दिन कि क्या हो भन्ने सोचिराख्नु भएको छ भने आज मैले तपाईहरुको लागि एउटा जीवित वचन अनि त्यो वचनद्वारा म तपाईहरुलाई प्रार्थना गर्न चाहन्छु। त्यो वचन चाहिँ तपाईहरुको जीवनमा जीवित हुनेछ। अनि जसरी भजन सङ्ग्रह 103 को 3 ले भन्दछ, जसले तेरा सबै पापहरू क्षमा गर्नुहुन्छ र तेरो सबै रोगहरू निको पार्नुहुन्छ। विश्वास गर्नुस्, परमेश्वरले तपाईको जति पनि त्यो गाढा रङको सिन्दुरी रङको तपाईको रोग भए पनि है मानिसको नजरमा असम्भव भए पनि तर परमेश्वरको नजरमा सम्भव हुन्छ। परमेश्वरले तपाईलाई निको पार्नुहुन्छ। आउनुहोस्, यो समय म तपाईहरुको निम्ति प्रार्थना गर्न चाहन्छु। प्रभु येशू, तपाईलाई धन्यवाद। साँच्चै नै यो बिहानी तपाईले समय दिनुभयो प्रभु। जतिजना परमेश्वर पिता आज त्यो बिमारी अवस्थामा त्यो बेडमा परमेश्वर पिता अब मेरो जीवन सक्यो भनेर प्रभु आज आफ्नो जीवनदेखि हार खानु भएको छ प्रभु। आज तपाईले परमेश्वर आजको दिनबाट प्रभु तपाईलाई चङ्गाइदिकन प्रभु अनि उहाँहरूको नयाँ जीवन सुरुवात गर्नुहुनेछ प्रभु। येशू प्रभु, तपाईले खानुभएको कुराको चोटले प्रभु त्यो हरेक परमेश्वर त्यो बिमारी रोग व्याधको आत्माबाट येशूको नाममा प्रभु तपाईले निको बनाइसक्नु भएको घोषणा गर्दछु प्रभु। आज साँच्चै नै परमेश्वर पिता तपाईको वचनले भनेको जस्तै प्रभु आज तपाई निको पार्नुहुने परमेश्वर हुनुहुन्छ प्रभु। त्यो असम्भवलाई नि सम्भव गराउनु हुने परमेश्वर, तपाई शक्तिशाली परमेश्वर हुनुहुन्छ प्रभु। जतिजनाको परमेश्वर पिता त्यो क्यान्सरको रोगहरू छ तपाईले छुटकारा दिइसक्नु भएको, चङ्गाइ दिइसक्नु भएको छ प्रभु। जति पनि त्यो अपरेसनको प्रभु घाउहरू छ प्रभु, दुखाइहरू छ, तपाईले छुटकारा दिइसक्नु भएको छ, चङ्गाइ दिइसक्नु भएको छ प्रभु। जतिलाई रुगा खोकी ज्वरोले सताइरहेको छ प्रभु तपाईले येशूको नाममा छुटकारा चङ्गाइ दिइसक्नु भएको छ प्रभु। जतिजना र प्रभु एन्जाइटी डिप्रेसनहरू छ प्रभु त्यो कुराहरूबाट तपाईले छुटकारा निको बनाइसक्नु भइसकेको छ भनेर घोषणा गर्दछु प्रभु। त्यो हरेक रोग व्याधको आत्मालाई येशूको नाममा प्रभु तपाईले त्यो रोग व्याधको आत्माबाट तपाईले छुटकारा तपाईले दिइसक्नु भएको छ। यो बिहानीको समयमा प्रार्थना गर्दछु र म प्रार्थना गर्दछु बिमारीहरूको लागि प्रभु। त्यो हरेक त्यो बिमारीको अवस्थाबाट प्रभु तपाईले चङ्गाइ गरेर फेरि पनि प्रभु पहिला जस्तै नर्मल तपाईले बनाइसक्नु भएको छ भने घोषणा गर्छ। तपाईको वचनले भन्दछ प्रभु तपाई निको पार्नुहुने सर्वशक्तिमान परमेश्वर हुनुहुन्छ।